सर्वप्रथम बुद्धरत्न, धर्मरत्न, सङ्घरत्नमा वन्दना र तपाईँहरू सम्पूर्ण उपासक, उपासिका, दर्शकहरू, यस्तै गरेर यहाँहरूका मातापिता, यस्तै गरेर छोराछोरी लगायत तपाईँका दाजुभाइ, दिदीबहिनी, इष्टमित्र लगायत सम्पूर्ण याति बन्धुहरूमा कुशल, मङ्गल र सुख शान्तिको कामना गर्दै आजको धर्मचर्चा, धर्मदेशना तपाईँहरूलाई तपाईँको सुख शान्तिको कामना गर्दै र तपाईँहरूलाई यस धर्मचर्चा, धर्मदेशनाको प्रभावले, प्रतापले तपाईहरू सबैलाई आयु, वर्ण, सुख, बल र परिपूर्ण रूपमा प्राप्त होस् भन्ने चेतना राख्दै दान गर्दा चित्तको 3 अवस्था कस्तो कस्तो हुनुपर्छ त भन्ने बारेमा मैले व्याख्या गर्दैछु अथवा धर्मदेशना गर्दैछु। योभन्दा अगाडि दान गर्ने व्यक्ति, तपाईँको दान गर्ने व्यक्ति कृषक जस्तो हो भने दान लिने व्यक्ति जमिन जस्तो हो र दान गर्ने वस्तु धानको बीज जस्तो हो। जसरी चाहिँ कृषक धानको बीज र जमिनको तारतम्य मिल्यो भने धान परिपूर्ण रूपमा, धेरै परिपूर्ण रूपमा फल्न सके जस्तै दान गर्ने व्यक्ति, दान लिने गर्ने वस्तु र दान लिने व्यक्तिको तारतम्य मिल्यो भने त्यो दानले पनि गन्तव्यसम्म पुगेर परिपूर्ण रूपमा काम गर्न सक्छ भन्ने कुरो तपाईहरूलाई जानकारी गराएँ। अर्कोतर्फबाट भन्ने हो भने दान गर्ने व्यक्ति, दान गर्ने वस्तु र दान लिने व्यक्ति धनुर्धारी, धनुष र बाण समान हुन्। यी 3टाको तारतम्य मिल्यो भने धनुर्धारी, धनुष र बाणको तारतम्य मिल्यो, सबै योग्य छन् भने त्यो चाहिँ तपाईँको धनुर्धरले लक्ष्य भेदन गर्न सके जस्तै दान गर्ने व्यक्ति, दान दिने व्यक्ति र दान गर्ने वस्तुको तारतम्य मिल्यो भने त्यो दानादि पुण्यले पनि गन्तव्यसम्म पुगेर परिपूर्ण रूपमा काम गर्न सक्छ भन्ने कुरो तपाईहरूलाई योभन्दा अगाडिको धर्मचर्चा, धर्मदेशनामा मैले जानकारी गराइसकेँ। अब दान गर्दा चित्तको 3 अवस्थालाई पनि ख्याल गर्नुपर्छ। ती चित्तका 3 अवस्था के हुन् त भन्दा दान गर्नुभन्दा पूर्व चित्तको अवस्था र त्यस्तै गरेर दान गर्दा गर्दैको अथवा दान गर्दा गर्दैको क्षणको चित्तको अवस्था र दान गरिसकेपछिको चित्तको अवस्था र दान गर्नुभन्दा पूर्व चित्तको अवस्था। दान गर्नु पूर्व अथवा दानको पूर्व तयारी अवस्थामा चित्त प्रसन्न नभइकन राग, देश र मोहले ग्रसित छ भने यो जन्ममा लाभको त कुरा छाडौँ, यो दान गर्नुभन्दा पूर्व तपाईको चाहिँ अरूको रिसले, अरूको ईर्ष्याले, अरूको डाहाले, अरूलाई देखाउनको लागि यो कुल परम्परा अन्तर्गत चलिआएको भन्ने चेतना राखेर, उले गर्यो भने मैले किन नगर्ने भन्ने चेतना राखेर यसरी गरियो भने त्यो दानले परिपूर्ण रूपमा फल दिन सक्दैन। र त्यसरी तपाईको चाहिँ दान गरियो भने तपाईको दान गर्नु पूर्व, दान गर्दाको क्षणमा विविध कारणहरू जोडिएका हुन्छन्। एउटै परिवारमा पनि अनेक तपाईको चाहिँ संस्कारबाट आएका व्यक्तिहरूको जमघट हुन्छ र कोही एउटै परिवारमा श्रीमानलाई पुण्यादि कर्म गर्ने चेष्टा हुन्छ, उसको पूर्व कर्म त्यस्तै हुन्छ, तर श्रीमतीलाई फेरि पुण्यादि कर्म गर्ने चेष्टा नहुन पनि सक्छ। बाउलाई पुण्य कर्म गर्ने चेतना आउन सक्छ, तर छोरा बुहारीलाई पुण्य कर्म गर्ने चेतना नआउन सक्छ। छोरा बुहारीलाई तपाईँको पुण्य कर्म गर्ने चेतना आउन सक्छ, तर बाउलाई पुण्य कर्म गर्ने चेतना नआउन सक्छ। हो त्यो अवस्थामा घरमा अथवा समाजमा त्यो तारतम्य नमिल्दाखेरि अर्काको डरले, अर्काको भयले अब तपाईको चाहिँ गरेको दान आदि पुण्यबाट परिपूर्ण रूपमा फल प्राप्त हुन चाहिँ सक्दैन। जस्तै दान त गरियो, तर दान गर्नभन्दा पूर्व जुन दान गर्ने पूर्व तयारी छ त्यो अवस्थामा चित्त प्रसन्न चाहिँ छैन। कसैको करले, कसैको डरले, कसैको भयले त्यसरी तपाईको दान गर्ने वस्तुहरू तारतम्य गरिएको छ, जोडजाम गरिएको छ भने हो त्यस्तो ईर्ष्याले त्यो दान गर्नुभन्दा पूर्वको त्यस्तो अवस्थामा चाहिँ कस्तो निम्ति आउँछ भने त्यसले अर्को जन्ममा जन्मिँदाखेरि बन्ने अवस्था धेरै अभाव र दरिद्रतामा जिउनु पर्छ। दान त गरियो, दान गरियो, दानको प्रभावले थोरै चित्त चाहिँ कुशलतिर त ढल्को,
दान त गरियो, थोरै चित्त कुशलतिर ढल्को, तर त्यो जोरजाम गर्दाको क्षणमा चित्त प्रसन्न नभएको कारणले गर्दाखेरि अब मनुष्य भएर त जन्मियो, तर दान गरेको प्रतापले मनुष्य भएर त जन्मियो, तर दान गर्दाको क्षणमा तपाईँको चाहिँ पुरै तपाईँको त्यो कुशलपट्टि प्रसन्न हुन नसकेको कारणले गर्दाखेरि अर्को जन्ममा मनुष्य भएर जन्मे तापनि एकदम कमसल परिवार, अभाव जन्मे परिवारमा तपाईँको जन्मिने सम्भावना एकदमै प्रबल हुन्छ। यसरी सम्झिने है। दानको प्रभावले, दानको प्रतापले सुगति त मिलो, मनुष्य भव मिलो, थोरै चित्त चाहिँ मृत्युको क्षणमा कुशलतिर ढल्केको कारणले गर्दाखेरि मनुष्य भएर त जन्मियो, तर एकदमै तपाईँको खानदानी परिवारमा चाहिँ तपाईँको चाहिँ जन्म भएन। शारीरिक, मानसिक, आर्थिक, पारिवारिक रूपमा सम्पन्न भएको परिवारमा जन्मिन दिँदैन हो। यो त्यही भएर दान गर्नुभन्दा पूर्व चाहिँ जुन हाम्रो चाहिँ चेतना आउँछ, जब दान गर्ने चेतना आयो त्यसपछि चाहिँ जतिखेर पनि तपाईँको चाहिँ मन प्रसन्न गराउने, आखिर मैले कुशल कर्म गरेकै कारणले गर्दाखेरि यसरी मलाई दान गर्ने चेतना आयो, आखिर मैले दान गर्नु नै छ भने यो चित्तलाई मैले किन बिगार्ने भनेर हो। यसरी चित्तलाई तपाईँको सम्हाल्दै 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 दान गर्दाखेरि र दान गरिसकेपछि पनि तपाईँको त्यो चित्तलाई बिग्रिन दिएन भने जसरी तपाईँको कुनै कुनै वृक्ष हुन्छ, छाया दिन सक्छ तर फल दिन सक्दैन। कोही सुन्तलाको बोट पनि त्यस्तै हुन्छ, छाया दिन्छ तर फल दिन सक्दैन। कसैले फुल दिन सक्छ तर फल दिन सक्दैन हो। त्यसरी चित्त बिग्रिएन भने त्यो जुन मृत्युको क्षण पश्चात हामी चाहिँ तपाईँको यो चुट्टी चित्त प्रतिसन्धि तपाईँको कहीँ गएर कुनै भवमा गएर तपाईँको चाहिँ सन्धि हुन्छ हो। तत्पश्चात चाहिँ जन्म चाहिँ बाल्यावस्थालाई मजबुत बनाउने, सम्पन्न परिवारमा जन्मिने, असल माता मिल्ने, असल पिता मिल्नुको प्रमुख कारण चाहिँ हामीले दानादि पुण्य गर्दाखेरि अथवा शिलादि पुण्य गर्दाखेरि अथवा भावनादि पुण्य गर्दाखेरि पूर्व चेतना चाहिँ अथवा पूर्वको चेतना एकदमै तपाईँको प्रखर र मजबुत भयो भने तपाईँको अर्को जन्म तपाईँको एकदमै मजबुत परिवारमा र बाल्य अवस्था पनि एकदम सुखमय हुनुको प्रमुख कारण चाहिँ दानादि पुण्य गर्नुभन्दा पहिला तपाईँको चाहिँ त्यो दानादि पुण्य गर्ने अवसर प्राप्त भएकोमा दानादि पुण्य गर्ने वस्तुहरू जोरजाम गर्दाखेरि बडो प्रसन्न चित्तले परिवारमा पनि कहीँ कतै तपाईँको चाहिँ अलिकति पनि बाधा अडचन चित्त नबिग्रिने वातावरण मिल्यो भने यसले चाहिँ जीवनको प्रथम चरणलाई अति नै बढी प्रगतिले बनाउँछ भन्दै यसपछिको धर्म चर्चा धर्म देशनामा दान गर्दा गर्दैको चित्तको अवस्थाको बारेमा तपाईँहरूलाई मैले जानकारी गराउने छु। र यस धर्म चर्चा धर्म देशनाको प्रभावले प्रतापले तपाईँहरू सबैलाई आयुबाट सुख बल र प्रज्ञा परिपूर्ण रूपमा प्राप्त होस् भन्ने चेतना राख्दै तपाईँहरू सबैको जीवन प्रकाशमा भए प्रकाशबाट प्रकाशतर्फै अगाडि बढोस् र अन्धकारमा यदि छ भने पनि तपाईँहरू सबैको जीवन अन्धकारबाट प्रकाशतर्फ प्रवेश गरोस् भन्दै अहिलेको धर्म चर्चा धर्म देशनालाई यही स्थगित